सभामुख महोदय, हिजो मात्रै नेपाल सरकारले एउटा गम्भीर र त्रुटिपूर्ण निर्णय गरेको छ। सभामुख महोदय, सरकार बिना तयारी भरपर्दो बसोबासको व्यवस्था नगरी आज सुकुम्बासीहरूलाई आफ्ना बसोबास गरिरहेका ठाउँबाट बाहिर निकालेको छ। अनि सरकार भन्छ यो जेठ असार र साउन 3 महिना तिमीहरूले 15,000 रुपियाँ पाउनेछौ, अर्थात् 5 जनाको परिवार हरेक परिवारलाई सदस्यलाई 3,000। अर्को अर्थमा भन्यो भने महिनाको 100 रुपियाँले, एक दिनको 100 रुपियाँले कसरी एउटा परिवार काठमाडौँको आसपासमा बाँच्न सक्छ? सभामुख महोदय, यो सुकुम्बासीमाथि गरिएको अत्यन्त ठुलो अमानवीय हमला हो। अर्कोतर्फ सरकार भन्दैछ एकमुष्ट 25,000 रुपियाँ दिन्छु अस्थायी बसोबासको लागि। सभामुख महोदय, अस्थायी बसोबास त उनीहरू जहाँ बसेका थिए त्यही थियो। स्थायी प्रबन्धका लागि अब सरकारले नयाँ व्यवस्था गर्नुपर्नेमा उसले अहिले जबरजस्ती त्यहाँ बसोबास अस्थायी बसोबास गरिरहेको ठाउँबाट बाहिर निकालेको छ। होल्डिङ सेन्टरहरूमा अत्यन्त अमान्य ढङ्गले उनीहरू बाँचिरहेका छन्। सुत्केरी महिलाको कुपोषणको शिकार भएका छन्। युवाहरूलाई मानसिक स्वास्थ्यको समस्या भएको छ। बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन्। उच्च शिक्षा हासिल गर्ने युवाहरू पनि अत्यन्त अप्ठ्यारोमा छन्। महिला पुरुष अलग अलग ठाउँमा राखिएको छ। परिवार एकै ठाउँमा बस्नुपर्ने प्रबन्ध समेत गरेको छैन। सभामुख महोदय, यसरी अव्यवस्थित ढङ्गले यी होल्डिङ सेन्टरमा राखेको कुरा अत्यन्त अमानवीय छ र सरकारले त्यसमाथि यो 15,000 को जीविकाको कुरा 3 महिना